बेटा कहिले खाली हुँदैन यहाँ आउँदाखेरि कहिले खाली हुँदैन किन रुन लाग्नु भएको नरुनु न हो देश हाँक्ने ठाउँमा बसेका जुन नेता भनाउँदा चो सालै खातेहरू हेलो गाइस सबैजना नमस्ते सायद तपाईँहरू सन्चै हुनुहुन्छ होला आशा छ पहिला जस्तै आजको भिडियोलाई पनि हेरेर साथ सपोर्ट माया दिनुहुन्छ भन्ने कुरामा अनि आज चाहिँ म एयरपोर्ट जाँदैछु एकजना बहिनी अनि एकजना चाहिँ भाइको फ्लाइट छ दुबई जाँदैछ तिनीहरू अनि म जाँदैछु अब हेरौँ गाइस म चाहिँ अहिले यहाँ गौरीघाट चोकमा पुगेको छु अनि यहाँनिर एउटा अलिकति स्टेसनरी पसल छ त्यहाँ चाहिँ म सबै डकुमेन्टहरू प्रिन्ट गर्छु स्टेसनरी चाहिँ हो म सधैँ यहीँ नै प्रिन्ट गर्ने गर्छु त्यहाँ मैले त्यहाँ वाट्सएप गरिदिएको छु कि त्यहाँ लास्टमा 53 नम्बरबाट आएको छ हेर्नु त त्यो 6वटा डकुमेन्ट ब्ल्याक एन्ड व्हाइटमा निकालिदिनु ल हजुर डकुमेन्ट प्रिन्ट गरेर पनि अब यहाँबाट म निस्किँदैछु आज अलिक ढिला भइसक्यो 2 बजेको फ्लाइट हो तर ढिला भएको छैन घरको 11 बजेको 4 त सेक्टर कति राम्रो फुड फुलेको हो फोटोमा देखिरहेको थिएँ कता कता त्यसतिर रिल्समा पछि देख्न पाएँ एयरपोर्टको सौन्दर्यता यो खुल्यो भने बढाइदिएको छ कति हुन्छ नि म प्रायः जस्तो धेरै समय म यहाँ आइरहेको हुन्छु एयरपोर्टमा होइन कुनै टाइममा आउँदैन यो एयरपोर्टबाट भित्र छिर्ने बित्तिकै यो सरी गेटबाट भित्र छिर्ने बित्तिकै अर्कै अनि अब चाहिँ फोन गर्नुपर्ने हुन्छ कहाँ छन् नानीहरू फोन गरौँ कति धेरै भिड हो आमामा हेटेरिका यसरी यहाँ डे बाई डे मान्छेहरू गइरहेछ नेपालमा त कोही छैन होला हौ मान्छेहरू ल त्यस्तै भन्यो भने अलिकति सहरीकरण सहर बजार एरिया मात्रै हो होइन नत्र भने मान्छे नै हुँदैन सुन्नु न कता हो तपाईँ कहाँनिर छैन छैन तपाईँ चाहिँ आउनु त पहिला यहाँ तपाईँ म नि फोटो खिच्ने ठाउँमै छु त यहाँ हेलमेट लगाइरहेको छु अनि मोबाइल छ अगाडि हेलमेटको हेलमेट लाएर बसिरहेको छु कि खै कहाँनिर हो तपाईँ यो वैदेशिक रोजगार के भनिरहेको ए ल यस्तै छ हजुर यहाँ सरी यस्तो मान्छेहरू गइरहेको छ कि विदेश आमा अचम्म छ हौ अचम्म यसरी डे बाई डे कहिले खाली हुँदैन यहाँ आउँदाखेरि कहिले खाली हुँदैन मैले खाली कहिले पनि देखेको छैन यहाँ मान्छेहरू जाने यो सङ्ख्या क्या कहिले घटिदेखेको छैन मैले त यसरी मान्छे गएपछि नेपालमा त युवाहरू कोही पनि छैन त सब बुढाबुढी अलि दीर्घ रोगी हुन्छ नि त्यस्तो बच्चा बच्चीभन्दा अरू कोही पनि छैन नेपालमा युवा जति सब बाहिर देश है अनि के एक्सपेक्ट गर्ने यो बाध्यता हो कुनै रहर होइन विदेश जाने पनि फाइनली गाइज अब यहाँ भाइहरूलाई भेटेर चाहिँ डकुमेन्टहरू मैले दिइसकेँ अनि कस्तो लाग्यो चाहिँ भन्नुहोस् फर्स्ट टाइम जाँदैछ एकदम नर्भस नहुने राम्रोसँग काम गर्ने एकदमै होइन मिल्छ अनि त्यही हो पर्सन गर्दै गर्नु केही समस्या पर्दा यता आइन्छ है नरुने केटाखेरि ल किन रुन लाग्नु भएको नरुनु न हो रोएर कामै छैन नि कमाउनु जाने मान्छे रोएर काम छ त भनेको चारा कस्तो माया लाग्यो अनि खै हजुर एक्लै आउनु भएको हजुरको बच्चा पनि छ भने होइन घरमै छ नरुन भयो ओके रोएर काम छैन विडम्बना यही छ आफ्नो बाबुआमाको साथ होइन हरेक आफ्नो दाजुभाइ श्रीमान श्रीमतीले हरेक कुराहरू चाहिँ यहीँ छोडेर जानुपर्छ कि यो अन्तिम बिन्दु हो क्या के भन्ने गाह्रो छ नेपालमा जन्म लियो केही कुरामा प्राउड पनि फिल हुन्छ होइन तर अलिकति देशको अर्थतन्त्रको अहिले यो जुन यो हेर्दाखेरि चाहिँ कुन देशमा जन्मेछु भनेर आफ्नो पुनपुरोलाई आफैले बजार्नु पर्ने बाध्यतामा परिस्थिति आयो क्या तर यो सबै यो खाते माद्रो चुत्तियो रन्डीको छोराहरू नेताहरूले गर्दा नि भएको यस्तो हामी जस्तो बिचरा यो भाइ भर्खरै कति 18
19 वर्ष पनि भएको छैन, यत्रो सानो उमेरमा जानु परेछ। उहाँको एउटा शिक्षक हुन्छ, उहाँले चाहिँ झन् एउटा आफ्नो काखको बच्चा छोडेर जाँदै हुनुहुन्छ क्या, कति गाह्रो भएको होला मलाई। नराम्रो लाग्यो क्या दिदी हो। मैले चाहिँ बाइक यहाँ पार्किङ गरेको छुइनँ क्या, किनभने यहाँ छिर्यो कि 40 रुपियाँ लिइहाल्छ होइन। पहिला एकचोटि यो आशिका दिदीले आवाज उठाउनु भएको थियो, त्यतिकै सेलायो होइन। 2-4 दिन यसो भाइरल भयो कुराहरू। अनि म जहिले यहाँ राख्छु होइन, यहाँ फ्री हो। हुन त यहाँ पार्किङ गर्न निषेधित एरिया हो होइन, त्यो क्रस चिन्ह लेखेको छ त्यहाँ, तर म यहीँ राख्छु। यहाँ चाहिँ के बाहना गरेर आउँछु भने, जस्तो यहाँ एटिएम छ, एटिएम छिरे बाहना गरेर आउँछु, यहाँ राख्छु अनि त्यस पछाडि जान्छु। यदि तपाईँहरू पनि कोही एयरपोर्ट आउँदै हुनुहुन्छ नि, यो चाहिँ हेरिराख्नु होला मेरो भिडियो है। फोकटमा 40 रुपियाँ लिइदिन्छ यार त्यहाँनिर त, हुन्छ नि। न एउटा चाहिँ पार्किङको चाहिँ बाइक त्यहाँ राखो कोरेर हैरान बनाइदिन्छ होइन। कमसेकम 40 रुपियाँ तिर्नु ठुलो पैसा होइन क्या हाम्रो लागि, ठुलो त हो एक हिसाबले होइन, तर त्यो पैसा लिइसकेपछि कमसेकम त्यसको बेनिफिट हामीले पाउनु पऱ्यो नि त। सो त्यही भएर त्यहाँ नपाउने आधाले चाहिँ म यहीँ राख्ने गर्दछु। त्यो भाइ र सलिम भाइ र त्यो रेखा बहिनीलाई चाहिँ एयरपोर्टमा किताबारी गरेर त्योभित्र इन्ट्री गराएर अब म फर्किँदैछु। यस्तै छ नेपालको एयरपोर्ट, खचाखच। मन्दिरमा हुन्छ नि एउटा आस्था बोकेर जाने मान्छेहरूको त्यति भिड हुँदैन होला होइन। एयरपोर्टमा त्यति साह्रो भिड हुन्छ क्या मान्छेहरू, किन भन्नुहुन्छ भने त्यही हो गरिबी होइन। यो देशभन्दा यहाँको लिमिटेसन सीमित मान्छे व्यक्तिहरू चाहिँ धनी भयो क्या होइन। पावर छ, पैसा छ, पावर र पैसा भनेर जे गर्दा पनि हुन्छ, उनीहरूलाई स्वर्ग छ यो देश। तर तपाईँ हामी जस्तो एउटा हुन्छ नि, आज बिहान कमाएर बेलुका खाने एउटा अवस्थाको मान्छेलाई यो देश नर्क नर्क है। हरेक कुराहरू त दिएको छ नि, प्रकृतिले हरेक कुरा दिएको छ होइन। तर त्यो कुराहरूलाई जुन एउटा नियम कानुन बनाउने अलिकति हुन्छ नि, देश हाँक्ने ठाउँमा बसेका जुन नेता भनाउँदा चो सालै खातेहरू होइन, यिनीहरूले अलिकति रुल्समा काम नगरिदिएर धेरै भ्रष्टाचार गरेर अहिले यो हालत भइरहेछ। नत्र भने आफ्नो प्राणभन्दा प्यारो आफ्नो देश छोडेर जान कसैलाई पनि रहर हुँदैन।